साथीहरू, यो भिडियो हेरिसकेपछि यसबाट मैले जे शिक्षा पाएँ, जे मैले जानकारी पाएँ त्यो मैले हजुरलाई सेयर गर्न गइरहेको छु। तपाईँ हेर्न सक्नुहुन्छ एउटा व्यक्ति रेलवे पट्रीको छेउछाउमा पल्टिरहेको थियो, सुतिरहेको थियो। सायद त्यसको घरबार विहीन थियो, त्यसको केही पनि साथमा थिएन। तर एउटा व्यक्तिले उसलाई चाहिँ उठाएर लगेर जान्छ, नुहाइधुवाइ गरिदिन्छ, अनि गएर नयाँ कपडा लगाइदिन्छ। त्यसपछि गएर चाहिँ उसले उस व्यक्तिलाई चाहिँ खाना खिलाउँछ, आफूले सक्दो सहयोग गर्छ। त्यसैले यसबाट मैले के जानकारी पाएँ भनेपछि कि हामीहरू यस दुनियाँमा आएका छौँ, एउटा सर्वश्रेष्ठ प्राणीको रूपमा आएका छौँ। हामीले अरूबाट सहयोग लिनुभन्दा हामीले अरूलाई चाहिँ कति सहयोग गर्न सक्छौँ त भन्ने जस्तो मनस्थिति हामीले राख्नुपर्छ है भन्ने जस्तो मेसेज मैले यहाँबाट पाएको छु। हामीले कसैसँगबाट पनि केही पनि हामीले आशा नराखौँ। यानि कि आशा एउटा के हो भनेपछि हामीलाई चाहिँ एउटा आलसी बनाउने एउटा चाहिँ माध्यम हो। त्यही भएर आशा नराखौँ। तर कसै व्यक्तिले चाहिँ कसैले हामीलाई केही दिन्छ कि भन्ने आश गर्नुभन्दा पनि हामीले चाहिँ कसलाई केही दिन सक्छौँ कि भन्ने हामीले चाहिँ एउटा हिम्मत राख्नुपर्छ, ऊर्जा राख्नुपर्छ भन्ने यस भिडियोबाट मैले मेसेज पाएको छु। तपाईँहरूलाई यो जानकारी कस्तो लाग्यो मन परेदेखि सेयर गर्नुहोस्।